नमस्ते दर्शकबिन, म मुक्तिनाथ मन्दिरको बाहिरपट्टिबाट देखाउँदैछु हजुरहरूलाई केही झलकहरू है। मुक्तिनाथ मन्दिरको बाहिरी परिसर कति राम्रो राम्रो छ हेर्नुहोस्। वाउ, नेपालको झन्डा, हिमाल, वाउ। दर्शनार्थीको घुइँचो भिड लाइन आफ्नो तरिका छ। वरिपरि कति सुन्दर आकाश, आमालाई हेर्नु त वा कति मजाले बस्नुभएको छ। उसको घुमाउने मन्दिरको मेन गेट, यो चाहिँ मेन गेट। अब हामी तल चाहिँ यसरी यहाँबाट दर्शन गर्ने, रेस्ट गर्ने, राम्रो गर्ने हुन्छन्। वरिपरि कति राम्रो हिमाल छ हेर्नुहोस् त। वाउ, कि सुन्दर ठाउँ। वाउ, मनै लोभ्याउने क्या। मुस्ताङ जाँदा जे होस् राम्रो ठाउँ रहेछ। मुस्ताङ घुम्नुहोस्, यात्रा गर्नुहोस् है। मुस्ताङको बाटो हेर्नु न, वाउ, पुरा पिच पहिरो नगएको है। कति सुन्दर आकाश, निलो आकाश, वरिपरि तपाईँको। वाउ, यो कालीगण्डकी खोल नदी, कालीगण्डकी नदी हो। कालीगण्डकी नदीको झोली के भन्छ, बङ्गी जम्प गर्ने ठाउँ कुस्मा बजार। वा, कति सुन्दर है कुस्मा बजार। वाउ, यो चाहिँ रूपसे झरना हामी मुस्ताङ जाँदाखेरि बाटोमा पर्छ। म यसको धेरै उचाइमा जान खोजेँ। यो मैले 45 मिनट ड्रोन उडाउँदा पनि यसको टपमा पुग्न सकिनँ। म त सुरक्षाको दृष्टिकोण होस् त्यो अथवा त्यहाँभन्दा माथि जान ड्रोन पनि सकेन। मलाई रहर थियो पुरा यसको शिर हेर्ने, सकेको छैन। नेक्स्टचोटि अवश्य कोसिस गर्छु अर्को ठुलो ड्रोनले। वाउ, झर्ना हेर्नु त कस्तो। नेपाल प्रकृतिमा कति धनी देश छ कि है, यति धनी देश छ कि। वाउ, ल मैले देख्नै सकिनँ, माथि हामी धेरै पुग्यौँ है, पुग्न चाहिँ सकिनँ। वा, कुस्मा बजारको बङ्गी जम्प गर्नु। हस् त, नमस्ते। कस्तो लाग्यो तपाईँहरूलाई? कमेन्ट गर्नु होला।